आजकलको युग भनेको इन्फर्मेसन एन्ड कम्युनिकेसनको युग पक्कै पनि हो। तर यसमा पनि आजभोलि विभिन्न किसिमको टुल्सहरू जस्तै च्याट जिपिटी आजभोलि यस इन्फर्मेसन एन्ड कम्युनिकेसनको युगमा हामीसँग विभिन्न किसिमको एप डेभलप गर्ने र एआई टुल्सहरू आइसकेको छन्, जसमा पनि यो डिपसिक र च्याट जिपिटी चाहिँ को एकदम साह्रो पपुलर भइरहेछ। यो डिपसिक भनेको यस्तो हो भने सस्तो र धेरै कस्ट पनि नलाग्ने र यसमा विभिन्न किसिमको फेसिलिटिज भएको तपाईँहरू टुल्सहरू पाउनुहुन्छ। यसमा इमेज, साउन्ड आदि इत्यादि कुराहरू अटो डाउनलोड गर्न मिल्छ र हामीले इमेजिन नगर्न सक्ने भिडियो क्लिपहरू यसबाट चाहिँ जेनेरेट गर्न सकिन्छ। पहिला जुन कुरो मान्छेहरू सोचेर या आफैले क्रिएटिभिटी गरेर एउटा भिडियो बनाउँथ्यो, त्यो यो डिपसिक एपले गर्दाखेरि यो आफै यदि तपाईँले जुन किसिमको कन्टेन्टहरू चाहिन्छ त्यो चाहिँ नि तपाईँ त्यसमा राख्नुहोस् र त्यसमा अटोमेटिक त्यो कन्टेन्टले आफ्नो डेभलप गर्छ डिपसिकले। यो एउटा धेरै पावरफुल र मोडर्न इन्फर्मेसन्स एन्ड कम्युनिकेसन्स युगमा चाहिँ नि एकदम साह्रो योगदान दिने यो एप हो। यसको चाहिँ नि मुख्य सेन्टर चाइनाले डेभलप गरेको हो। यो मुख्य चाहिँ नि सेन्टर चाइनामा डेभलपमेन्ट सेन्टर छ यसको। यो आजकलको यो तपाईँले जुनसुकै वेबसाइट बनाउनुहोस्, सफ्टवेयर डेभलपमेन्ट गर्नु, जसुकै गर्नुहोस्, यसले त्यहाँ राख्ने बित्तिकै त्यो कुरा कन्टेन्ट राख्ने बित्तिकै त्यसको डिटेल कन्टेन्टहरू आफै जेनेरेट गरिदिन्छ, जसले गर्दा तपाईँको क्रिएटिभिटी भन्दा बाहेक अरू म्यान पावर कस्ट, म्यान पावर लेबरहरूको जुन गर्ने महिनौको कामहरू यसले चाहिँ एक दिन या केही घन्टोमा मात्रै सिधाएर गरिदिन्छन्। त्यसकारण चाहिँ नि आजभोलि एकदम पपुलर हुँदै गइरहेको यो चाहिँ नि एप डिपसिक एप चाहिँ नि धेरै पपुलर हुँदै गइरहेछ। यो चाहिँ नि एकदम पावरफुल कन्टेन्ट्सको रूपमा यसलाई हामी प्रयोग गर्दछौँ।